नमस्ते। यदि तिमी अहिले सुत्ने प्रयास गर्दैछौ तर मनमा अनेकौं चिन्ता टेन्सनहरू आइरहेको छ भने यो आवाज तिम्रो लागि हो। दिन त सकियो तर मन अझै पनि दिनमा नै अड्किरहेको छ। भोलिको चिन्ता, हिजोका कुराहरू, केही नभएको डर देखेर आज पनि तिमी कोल्टो यता अनि कोल्टो उता फिर्दैछौ। रातिको करिब 12-1 बजिसकेको छ। आजको राति सबै कुरा सोच्न आवश्यक पनि छैन। आज मनलाई आराम गर्दै गर्दै जाऊ। यदि हेडफोन छ भने हेडफोन लगाऊ, आँखा बन्द गर र मेरो आवाजलाई सुन्दै सुन्दै जाऊ। अब बिस्तारै सास लियो। नाकबाट बिस्तारै बिस्तारै सास लिँदै लिँदै जाऊ र बिस्तारै बिस्तारै बाहिर छोड्दै छोड्दै जाऊ, तर बिस्तारै बिस्तारै जाऊ है। फेरि एक पटक गहिरो सास, त्यही नाकका पहलहरूबाट र मनभित्रबाट, अनि फेरि गहिरो सास बाहिर छोड्दै छोड्दै जाऊ। ती मनमा भएका भारीपनाहरूलाई बिस्तारै बिस्तारै बाहिर फ्याँक्दै फ्याँक्दै जाऊ। तिम्रो निधार हलुको हलुको हुँदै गइरहेको छ। तिम्रो टेन्सनहरू पनि हलुका हुँदै जाँदैछ। ती कानहरू, ती घाँटीहरू, ती हातहरू र ती काँधहरू सबै कामले गर्दा थाकेका छन्। अब आराम गर्दै गर्दै जानुपर्छ। धेरै सोच्ने बानी कमजोर होइन, यो त मन धेरै चलायमान भएको सन्तोष हो। तर अहिले मनलाई काम गर्न दिनु पर्ने छैन। आज मनलाई राम्रोसँग भनिदेऊ, अब आराम गर। सबै एन्सर आज नै चाहिएको छैन। सबै कुरा कन्ट्रोल गर्नु पर्ने आवश्यक पनि त छैन। यदि केही गल्ती भएको छ भने भोलि सुधार्न सकिन्छ। यदि भविष्यको डर लागेको छ भने पनि भोलि राम्रो गर्न सकिन्छ। कुनै तनाव, कुनै टेन्सन केही पनि छैन। आज यो समय भनेको मात्र आराम गर्ने र सुत्ने समय मात्र हो। घडीमा करिब 12-1 बजिसकेको छ होला। सायद जति बजे पनि आजको समय भनेको सुत्नको लागि नै बनाएको हो। कल्पना गर तिमी सुरक्षित ठाउँमा छौ। यो रात शान्त छ, हावामा कुनै हतार छैन। हावालाई महसुस गर त। हावाले कहिल्यै पनि आफूलाई हतार छ भनेर वो हतारमा कहिल्यै पनि गएको छैन। त्यो चन्द्रमालाई हेर त, कति शान्त छ।
रातिमा प्रकाश दिँदै दिँदै शान्त बनाउँदै गइरहेको छ। आकाश कति स्थिर छ। आकाशमा कुनै घमण्ड छैन, कुनै मनमा चञ्चलेपन पनि त छैन। र तिमी पनि त्यही शान्तिमा डुल्दै डुल्दै गइरहेको छौ। त्यही तिम्रो वरिपरि भएको प्रकृतिमा तिमी पनि घुल्दै घुल्दै गइरहेको छौ। आज तिमीलाई स्ट्रङ बन्नु पर्दैन। तिमीलाई थाक्न पुरै रूपमा अनुमति आज भइसकेको छ। तिमी कुनै पनि कुरालाई लिएर टेन्सन गर्नु पर्दैन। सम्पूर्ण शरीरका अङ्गहरूलाई थाक्न पाउने अधिकार तिमीमा आइसकेको छ। अब मेरो आवाज टाढा जाँदैछ। सोचहरू पग्लिँदै जाँदैछ। यदि आँखाहरू तिम्रो बन्द हुन थालेका छन् भने यो एकदम नै ठिक हुँदैछ। यदि केही सुन्न छोड्दैछौ भने पनि यो एकदमै राम्रो छ। यो रात एकदम सुरक्षित छ। तिमी पनि सुरक्षित छौ। तिम्रो सबै कुराहरू सुरक्षित छ। मनमा भएका कुनै पनि कुराहरूलाई भुल्दै भुल्दै जानुपर्छ। मनलाई शान्त, निस्वार्थ र निन्द्रामा पुर्याउनु पर्दछ। अब तिमी बिस्तारै बिस्तारै निन्द्रामा प्रवेश गर्दैछौ। अब तिमी बिस्तारै बिस्तारै निन्द्रा रानीको घरमा प्रवेश गर्दै गर्दैछौ। तिमीलाई कुनै हतार पनि छैन, कुनै टेन्सन पनि छैन। सबै कुरा तिमीले आफैमा पाएका छौ। कुनै पनि कुराहरू देखेर तिमी भागेका छैनौ। अब तिमी बिस्तारै बिस्तारै निन्द्रामा जाँदैछौ, जाँदैछौ। मनमा अहिले पनि कुनै भावहरू उठिरहेको छ भने त्यसलाई उठ्न देऊ। तर तिमी अहिले भने निन्द्रामा जाऊ, निन्द्रामा जाऊ। Have a sweet dream. Good night, मेरो साथी. Good night.